विद्यार्थी भाइबहिनीहरू हामीले अब यो क्वेसन गर्दैछौँ। यो क्वेसनमा के लेखेको छ भने वास्तवमा यो ए र ओ भनेको दुईवटा मानिसहरूको समूह हो, सेट हो। ए भनेको एप्पल मन पार्ने मानिसहरूको ग्रुप हो भने ओ भनेको ओरेन्ज मन पार्ने मानिसहरूको ग्रुप हो, सेट हो। अब यस्तो हो छ भने त्यो एउटा अध्ययनमा 800 पिपुलको सर्वे भएको रहेछ। 800 पिपुलको सर्वे भएको रहेछ। यसलाई त युनिभर्सल सेट भनिन्छ हामीले। 800 पिपुलको सर्वे हुँदाखेरि 500 पिपुलले चाहिँ के भनेछन् भने हामीलाई एप्पल मनपर्छ, अनि 600 पिपुलले के भनेछन् भने हामीलाई ओरेन्ज मनपर्छ, अनि त्यस पछाडि गएर 50 जना पिपुलले मान्छेले के भनेछन् भने हामीलाई त ओरेन्ज र एप्पल केही पनि मन पर्दैन भनेर भनेछन्। भने हामीलाई ए नम्बरमा के एन्सर निकाल्न पर्ने थियो भने यो एनयु, एनए, एनओ र एनए युनियन ओ को कम्प्लिमेन्टको रिलेसन के छ भनेर लेख्न भनेको छ। अब रिलेसन त के हो भने यो सबै ए अनि यो बी ओरेन्ज अनि इन्टरसेक्सन अनि यो कम्प्लिमेन्टको हाम्रो रिलेसन के हुन्छ भने यो एनए र एनओ मिन्स एप्पल र ओरेन्ज जोड्ने, इन्टरसेक्सन चाहिँ सबट्र्याक्ट गर्ने। यो एप्पल र ओरेन्ज जोड्दाखेरि यो इन्टरसेक्सन चाहिँ दुईचोटि जोडिन्छ, त्यही भएर दुईचोटि जोडिने भएको हुनाले दुईचोटि जोड्ने त ब्यालेन्स होइन, त्यही भएर एकचोटि चाहिँ यो सबट्र्याक्ट गरेको हो। अनि बाहिरपट्टिको भाग त के हो त कुनै पनि मन नपार्ने, एप्पल र ओरेन्ज केही पनि मन नपार्ने मानिसहरूको समूह हो। यो सबै मिलेर के हुन्छ युनिभर्सल सेट हुन्छ। भनेपछि एनए प्लस एनओ माइनस एनए इन्टरसेक्सन ओ प्लस ए युनियन ओ को कम्प्लिमेन्ट भनेको यो रिलेसन हुन्छ। यी टर्महरू लिएर के रिलेसन हुन्छ भनेर सोद्धा यो रिलेसन भयो। यो कुरा तपाईँहरूले बुझ्नुभयो, तपाईँको ए को एन्सर पनि आयो। अब बी को लागि के भनेको छ भने प्रिय विद्यार्थी भाइ बहिनीहरू, यदि एप्पल मनपार्ने 500 छन् भने ओरेन्ज मनपार्ने 600 छन् भने दुवै मनपार्ने कति छन् त भनेर हामीलाई क्वेसन सोधेको छ। दुवै मनपार्ने कति छन् भनेर हामीलाई पत्ता लगाउँदाखेरि यी माथि हामीलाई सोधेको फर्मुलाको प्रयोग गरेर चाहिँ एन्सर निकाल्न सकिन्छ। अब यी सबै इन्फर्मेसन यही फर्मुलामा राख्दाखेरि हेर्नुहोस् त युनिभर्सल सेट 800 छ है, अनि त्यसपछि 500 अनि 600 हामीले सजिलोको लागि सपोज गर्नलाई इन्टरसेक्सनलाई एक्स सपोज गरेका छौँ, यो एक्स हो अनि यो 50 भयो। अब तपाईँहरूले देखिहाल्नुभयो यो सबै पोजिटिभ जोड्दा 1150 आयो, यो माइनस एक्स भयो, अनि सबट्र्याक्ट गर्दाखेरि र यो माइनस माइनस क्यान्सल गर्दाखेरि एक्सको भ्यालु कति आइदियो त 350 आइदियो। अब 350 वास्तवमा के हो त भन्दाखेरि अब एप्पल पनि मन पार्ने मान्छे छन् यहाँ र ओरेन्ज पनि मन पार्ने मान्छे छन्। यी दुवै मन पार्ने मान्छेको सङ्ख्या कति रहेछ त यहाँ 350 रहेछ। हामीले बी को पनि एन्सर निकाल्यौँ, तपाईँहरूले देख्नुभयो। अब त्यसै गरी अब हामीले सी को एन्सर निकाल्छौँ। तपाईँहरूले इक्जाममा लेख्ने बेलामा यो भेरिएबलको फर्ममा एन्सर मात्रै निकालेर हुन्न, कन्क्लुजन पनि लेख्नुपर्छ। हेन्स द नम्बर अफ पिपल हु लाइक बोथ इज 350 भनेर यहाँ लेखेको छ नि, यो लेखेको पार्ट चाहिँ हामीले मेन्सन गर्ने। हामीले क्वेसनले भनेको कुरालाई ल्याङ्ग्वेजमा मेन्सन गर्नुपर्छ, त्यो राम्रो देखिन्छ, गर्ने पनि हो है। अब हामीले सीमा के भनेको छ भने कतिजना मान्छेले एप्पल मात्रै मन पार्छन् त भनेर सोधे। कतिजना मान्छेले एप्पल मात्रै मन पार्छन् भनेर सोध्नु भनेको त ठुलो कुरो भएन, सजिलो भयो। यो टोटल एप्पल मन पार्ने 500बाट 350 इन्टरसेक्सन घटाइदिने भने त इजिली आउँछ। तपाईँहरूले क्यालकुलेटर हालेर पनि झ्याप पनि निकाल्न सक्नुहुन्छ, तर लेख्नुपर्ने कुरा कपीमा सिस्टमेटिक तरिकाले लेख्नुपर्छ। लेख्ने हो भने के हो भन्दा नम्बर अफ पिपुल हु लाइक एप्पल ओन्ली इज भनेको ओन्ली भनेको यहाँबाट इन्टरसेक्सन घटाइयो, यो 500बाट 350 घटाउँदा यो ओन्ली एप्पल मन पार्ने मान्छेहरू कति भयो त 100, यहाँ 50 भए। तपाईँहरूले देख्नुभयो। अब हेर्नु प्रिय विद्यार्थी भाइ बहिनीहरू, हामीले भेन डायग्रामलाई फिलअप गर्दाखेरि न्युमेरिकल्ली फिलअप गर्नुपर्छ। न्युमेरिकल्ली फिलअप गर्दा हेर्नु त बाहिरपट्टिको त क्वेसनमा दिएकै थियो, यो पनि फिलअप गऱ्यौँ, यो पनि फिलअप गऱ्यौँ। अब यो हामीलाई फिलअप गर्नु छ, यो पनि सजिलै फिलअप गर्नु छ। अब 600बाट 350 घटाउँदा त 250 अटोमेटिकली आउँछ। तर क्यालकुलेसनमा गर्दा कसरी गर्ने सिमिलरली द नम्बर अफ पिपल हु लाइक ओरेन्ज ओन्ली इज भनेको ल ओरेन्ज ओन्ली 600 भयो, अनि यो 305 इन्टरसेक्सन भयो, घटाउँदाखेरि 250 आयो, देख्नुभयो। अब हामीले के गर्नु छ भने अब डी नम्बरमा नम्बर अफ पिपल हु लाइक एटलिस्ट वान फ्रुट अरे के एटलिस्ट वान फ्रुट भनेको के हो भने त्यो मान्छेहरूले
एप्पल पनि मन पार्न सक्छन्, ओरेन्ज पनि मन पार्न सक्छन्, दुवै पनि मन पार्न सक्छन् भने त्यस्ता मान्छेको हामीलाई नम्बर थाहा पाउनु छ जसले ओरेन्ज मन पार्न पनि पाए, एप्पल मन पार्न पनि पाए, दुवै मन पार्न पनि पाए भनेको यो के हो, दुईटा सेटको युनियन निकाल भनेको। एटलिस्ट वान भन्नुको अर्थ दुईटा सेटको युनियन निकाल भनेको हो। अब युनियन निकाल भनेको कुरालाई हामीले के फर्मुला राखेर निकाल्छौँ त, यो एप्पल युनियन ओरेन्ज भनेको एप्पल ओरेन्ज इन्टरसेक्सन भन्ने फर्मुला छ। यो फर्मुलामा माथिका हाम्रो सबै भेल्युहरू राख्दाखेरि कति आयो त 750 आयो। तपाईँहरूले कुरो बुझ्नुभयो। 800 जनाको सर्वे भएको थियो अनि 50 जना दुईटै फलफुल खान मन नपार्ने मान्छे रहेछन् अनि बाँकी रहेका त युनियनमा कति भयो त 800 मा 50 घटेपछि 750। त्यसै पनि तपाईँले बुझ्नुभयो भने यो क्वेसनको एन्सर तपाईँले क्लियरली बुझ्नुभयो। ल अब म यसै गरी अर्को क्वेसन लिएर अर्को भिडियोमा आउँछु। त्यतिन्जेलसम्मको लागि म तपाईँहरूबाट बिदा हुन्छु। बाई विद्यार्थी भाइ बहिनीहरू है।